काठमाडौँको विवाहमा दिइने कोसो अर्थात् दाइजो। आजभन्दा केही दशक अघि पुरानो काठमाडौँमा छोरीको विवाह हुँदा दिइने कोसो केवल दाइजो थिएन, त्यो त बाबुआमाले छोरीलाई दिएको जीवनभरको साथ थियो। संसारभर विवाहको चलन छ, तर हरेक ठाउँको आफ्नै परम्परा हुन्छ। पुरानो काठमाडौँमा छोरी विवाह भएर श्रीमानको घर जाँदा जन्मघरबाट दिइने दाइजोलाई कोसो भनिन्थ्यो। त्यसबेला छोरीले बाबुआमाको सम्पत्तिमा अंश पाउने कानुनी व्यवस्था थिएन, त्यसैले बाबुआमाले आफ्नो सम्पत्तिको केही हिस्सा छोरीको भविष्य सुरक्षित होस् भन्ने भावनाले कोसोको रूपमा दिन्थे। यसमा तामा, पित्तल र काँसका गाग्रे, करुवा, कसौरी, डाडियो, पन्यु, भाँडाकुँडा, लुगाफाटा, गहना राख्ने सन्दुक, फर्निचर र ओछ्यानसम्म समावेश हुन्थे। बिदाईको बेला मुह गोए स्यागो भनेर जोला न्याक र सिनमु जस्ता तलौटका सामान पनि दिइन्थे। साथै तामाको ध्याम्पा, बाटा, फोसी पनि कोसोमा राखिन्थ्यो। सम्पन्न परिवारले थालमा एउटा इँटा वा माटो राखेर छोरीलाई दिने चलन पनि थियो। इँटाले घरको सङ्केत गर्थ्यो भने माटोले जग्गा दिने भाव व्यक्त गर्थ्यो। अझ रोचक कुरा के भने मामाको तर्फबाट बाख्री दिने परम्परा पनि थियो। अनि नयाँ दम्पति बेरोजगार नबनुन् भनेर घरमै कपडा बुने चर्खा समेत उपहार दिइन्थ्यो। आज पनि कोसो दिने चलन त छ, तर अधिकांश सामान विदेशी भएका छन्। यसले हाम्रो परम्परा, सिप र स्वदेशी उत्पादनलाई पनि बिस्तारै ओझेलमा परिरहेको छ। त्यस बेलाको कोसो आजको अर्थमा दाइजो माग्ने प्रथा होइन। छोरीको भविष्य सुरक्षित गर्ने उद्देश्यले आमा बाबुले स्वेच्छाले दिएको पारिवारिक सम्पत्तिको अंश मानिन्थ्यो। नेवार समाजमा आजसम्म पनि दुल्हापक्षले दाइजो माग्ने चलन छैन। माइतले आफ्नो गच्छे अनुसार जे दिन्छ त्यही नै कोसोको रूपमा स्वीकार गरिन्छ। नेवार समाजमा कोसो मागेर होइन, छोरीप्रतिको माया, आशीर्वाद र गच्छे अनुसार माइतीले स्वेच्छाले दिने परम्परा हो।